Hey guys, what's up? Welcome back to this channel after a long time. अनि आजबाट चाहिँ फेरि पनि म ब्लगमा ब्याक भइसकेको छु होइन. अनि सबैजना सन्चै हुनुहुन्छ होला भन्ने मैले आशा गरेको छु. अनि हेर्नु त मेरो आजको भ्यू बिहान बिहान काममा जाँदैछु म. त्यही हो होइन, धेरै लगभग आफ्टर 1 year आफ्टर 1 year पछि म ब्याक भइसकेको छु. अनि मर्निङ भ्यूहरू चाहिँ अहिले खासै मान्छे छैन, खुसी लाग्छ होइन. अब यतिखेर सुनसान छ क्या, बिहानको भ्यू चाहिँ यस्तो छ. अब आजबाट चाहिँ फेरि म पहिला कसै गरी सायद कन्टिन्यू भ्लग दिन्छु होला. एक्कासी म विभिन्न रिजनले गर्दा चाहिँ ब्याक हुन पाएन. सो आज मर्निङ यस्तो वाक गर्नको मजा आउँछ. अलि छिटछिट जानुपर्छ म चाहिँ. जेब्रा क्रसिङ, लेट्स क्रस द जेब्रा. है हटाएन दाजुभाइहरू है, अलि डर लागे जस्तो भयो. किनकि मान्छेहरू हेरेर बस्दो रहेछ क्या, मर्निङ वाक गरेको मान्छेहरू हुन्छ नि हो, त्यही भएर. तर आँट राख्नुपर्छ, तैँले बिर्सिनु भएन होइन. आफ्नो कामको चाहिँ कन्टिन्यू दिनु पऱ्यो, अरू त त्यही हो. अनि मैले भनिसकेँ नि, आजबाट मेरो फुल भ्लग कन्टिन्यू आउँछ भनेर. विदेश भनेर आयो, विदेश जस्तो पनि लाग्दैन. नेपालको जस्तै घरहरू छ क्या, खासै ठुलो चाहिँ छैन यो एरियामा जहाँ म बस्ने ठाउँमा चाहिँ होइन. अनि अहिले जोस् आउन चाहिँ आयो दुःख गर्नलाई, टक्क लगाएर. कस्तो सबले हेरे गर्छ यार. अब मेरो यो पारी चाहिँ टक्क लगाएर बसाउँछ होइन. अनि यहाँबाट चाहिँ म जानुपर्ने हुन्छ, टक्क लगाएर काममा बस्लिन आउँछ. सरहरू लगाएर अलि डर लाग्दो रहेछ होइन. आँट राख तैँले गर्छस् भन्ने चाहिँ हुनु पऱ्यो है. हेरेछ सबजना मजाले. अब यहाँ चिन्ने पनि होइन, कसैले बाल छैन मलाई. आफ्नो काम गर्ने है, हिँड्ने चुप्प लगाएर होइन. राख्नुपर्छ चाहिँ मेरो. अब के भन्छ, पिकअप पोइन्टमा आइसकेको छु होइन साथी हो. एउटा लगाएर यो चाहिँ खोइ कुन कम्पनीको गाडी हो थाहा भएन. मेरो चाहिँ अब आउन बाँकी छ कार लिफ्ट. वेट गरौँ त्यस्तै 5-6 मिनट जति होइन, त्यसपछि आइपुग्छ. अनि त्यसपछि सरर जानुपर्छ. यस्तो छ यहाँको लोकल बस गइरहेछ. यहाँ माथि जानेमा ठाउँ पनि कस्तो दामी छ. नेपालमा यस्तो छ त. टक्क लगाएर स्काई ब्रिज. मैले चाहिँ म टक्क लगाएर भित्र आइसकेको छु दाजुभाइहरू. टक्क लगाएर होइन. अब यहाँबाट चाहिँ म टक्क लगाएर लगभग 1 घन्टाको चाहिँ यात्रा गर्नुपर्ने हुन्छ गाडीभित्र होइन. 1 घन्टाको चाहिँ चट्ट काममा पुगिन्छ. ठाका ढोकामै जसरी पुगिन्छ कि काममा चाहिँ. अनि त्यही हो, 1 घन्टा चाहिँ म मजाले हाम्रो घरमा गएर सुत्छु होइन. त्यही हो. आइपुग्यो यही बिल्डिङमा मैले काम गर्ने चाहिँ है. सर्लक्क लाएर अब यहाँबाट मेरो काम सुरु हुन्छ. म तर आज तपाईँहरूलाई कामको भ्लग चाहिँ देखाउँदिनँ है, किनकि म नेक्स्ट भिडियोमा देखाउँछु. नेक्स्ट भ्लगमा सुरु भयो. यो हो मेरो चाहिँ काम गर्ने ठाउँ. ल है दाजुभाइहरू, टक्क लाएर खानासाना खाएर मस्त सुतेको. अहिले चाहिँ मेरो ब्रेक थियो क्या. अब बिहानदेखि त्यही हो, बिहान 8 बजे काम गरेदेखि भर्खर 2 बजीतिर खाना खायो. बिहानको खाना हो यो चाहिँ. अब खाना खाने कि खाजा खाने हो, त्यही हो. खाना खान्छ यति बजीतिर चाहिँ भर्खर खाना खाएर टन्न भयो. अनि म चाहिँ यहाँ पार्कमा आएर खाँदिएको खाना. यता आउँदा चाहिँ मजा आउँछ, किन भन्दाखेरि यहाँ सुत्ने ठाउँ पनि छ कि यस्तो मजा. अब टक्क लगाएर दामी चाहिँ यो ठाउँ चाहिँ. मैले काम गर्ने ठाउँको एरिया यो चाहिँ एउटा कोलोनी हो क्या, कोलोनी पुरै है पुरै. यो चाहिँ अहिले म पार्कमा यस्तै बिल्डिङहरू छ. मैले काम गर्ने भने ऊ पर छ कि. मेरो बिल्डिङबाट चाहिँ अलिक टाढै छ, त्यस्तै लगभग 10 मिनट लाग्छ. ठुलो छ कोलोनी. अनि यो त देख्नुभयो होला तपाईँले होइन. यो बिल्डिङ त वर्ल्डकै सबभन्दा तलेसी बिल्डिङ. टक्क लगाएर यसको पछाडितिर काम गर्छ हामी. कति टाढो देखेको यो त, तर यो नजिक छ है. अनि यताको भागलाई चाहिँ भन्छ शोभा हटल्यान्ड. अनि यता हामी अहिले मैले काम गरेको ठाउँलाई भन्छ अजिजी रिभेरा.
रेस्ट गऱ्यौँ मजाले 1 घन्टा थियो। अब लगभग 20 मिनट बाँकी छ। 20 मिनट टक्क लगाएर अब कुरासुरा गरौँ भ्लग सट बनाऊँ भनेर यहाँ निन्द्रा खतरा लाग्छ कि फेरि मलाई काम गरेपछि। अब 4, 5, 6 अब 2-3 घन्टा बाँकी छ अनि त्यसपछि घर जानुपर्छ सरररररर। अनि मेरो साथी चाहिँ ऊ पर छ, कहाँ गयो सुतिरहेको छ त्यो पनि होइन, फिलिपिनो हो क्या ऊ यहाँ छ तर्फे कतातिर थियो यहाँ सुतिरहेको छ क्या फिलिपिना हो त्यो चाहिँ। अब टक्क बुढीसँग बोलिरहेको छ, त्यो चाहिँ बिहे गरेको छ। अब आफू त सिङ्गल परियो, अब त्यही हो झट्ट लगाएर बस्ने भ्यू चाहिँ खतरा छ क्या। टक्ने दामी लाग्छ फेरि यो ठाउँमा टक्ने होइन, बेलुका भएपछि चाहिँ टक्ने यस्तो डेन्जर केटाकेटीहरू आउँछ कि यहाँ कपाल कहिले कहीँ त उयो अस्ति नै यहाँनिर किस खाँदै बसेको देखाएको थियो आउँछ के भिजो कस्तो मान्छे आउँछ यहाँ हेर्दा मात्रै कि यसो डेन्जर आउँछ। मान्छेले भन्छ नि नेपाली कति बिग्रिन्छ विदेश आएर भन्छ, विदेशीहरू पनि त्यस्तै हुन्छ कि उनीहरू पनि। ओके, say something on my vlog. Please like and follow and watch until the end. Yes. What's my YouTube channel then? My name? This one. Just search there. Which one? Check down below. Check down below. Okay. Now guys, we are done with our break. Now we are going back to our where? Our building. Shop. Yeah, to our shop. But before we go there, we will buy something, na? What? Cherry tomatoes and cabbage. Lettuce or cabbage? Lettuce. Oh, they have fresh ones. Nice. सो अब यहाँ चाहिँ हामी सामान किन्छौँ, त्यसपछि फेरि क्याफेतिर जान्छौँ। सो हामी मार्केटमा छिरिसक्यौँ, अब गोलभेडा किन्छौँ। यो गोलभेडा हो चेरी टमेटो भनेको चाहिँ। यिनीहरू हामीले सबै लगिसकेको छ। यो किन्छौँ। विदेश भनेर विदेशै हुन्छ कि, हेर न कस्तो दामी मार्छ। This one's no need to weigh na. ल है दाजुभाइहरू, अब चाहिँ घर जाने बेला भयो मेरो। घर जान्छु होइन, 6 बजिसक्यो। 6 बजी छुट्टी हो, 10 घन्टा काम गरेँ। अब टक्क लगाएर उयो पर गएर गाडी कुर्नु पर्ने हुन्छ। कार लिफ्ट फेरि पनि सेम कार लिफ्ट होइन, फर्केर जानु पऱ्यो नि त। टक्क लगाएर हामीले गएर नाइट भ्यू बिल्डिङ यस्तो छ है म बस्ने ठाउँमा। यही हो मेरो बिल्डिङ चाहिँ काम गर्ने, तर अगाडिपट्टि हो, यो चाहिँ ब्याक साइडपट्टि भयो। लाइक दिस द नाइट भ्यू होइन, नाइटै भनौँ न, यस्तो देखिन्छ। त्यो हाम्रो कस्टमर, चाइनिज कस्टमर, उहाँ चाहिँ त्यहाँ काम गर्नुहुन्छ, सेम बिल्डिङ जहिले आउनुहुन्छ क्या। यस्तै छ है काम चाहिँ मेरो। मर्निङ थियो हेर यस्तो, इभिनिङ 10 घन्टा काम गरेँ, 1 घन्टा ब्रेक, 9 घन्टा चाहिँ फुल काम गर्नुपर्ने हुन्छ उभिएर। दाजुभाइ मेरो कर्लिफ आयो, यो हो गाडी सरररर। अब म जान्छु। ल है दाजुभाइहरू, म घरमा पनि आइपुगेँ है। अब के भन्नु, आजको भ्लग यति नै हो। राम्ररी भ्लग पनि गर्न पाएन, कन्फिडेन्ट पनि हराएछ। पहिला यस्तो कन्फिडेन्ट, अहिले चाहिँ यति भइसक्यो कन्फिडेन्ट। अब जसो छ त्यसैलाई मिलाएर हेरिदिनु होला। अब नेक्स्ट भिडियोमा फेरि दामी गर्नेछु म। बाइ बाइ, सी यू।